एउटा भनाइ छ हेर्नुहोस्, जो डर गया वो मर गया। हामीसँग भलिबल सङ्घको खातामा यदि धेरै पैसा हुने हो, पैसाको खालाखाल हुने अवस्था हुने हो भनेदेखि मलाई लाग्छ या चाहिँ भलिबल सङ्घ भनेको फाइनेन्सियली चाहिँ दह्रो सङ्घ हो भनेर जसको पनि इन्ट्रेस्ट बढ्न सक्थ्यो होला। तर भलिबल सङ्घ हामी यस्तो सङ्घ बनाउन चाहन्छौँ कि बनाएका पनि छौँ कि कार्यक्रम गर्दै गर्दै जाँदाखेरि च्यालेन्जहरूसँग कन्ट्रोल गर्दै जाँदाखेरि एक दिन यो सङ्घमा पनि फाइनेन्सियली एउटा स्टेबल सङ्घ हुनेछ। त्यो कसरी हुनेछ भनेदेखिमा यस्तै खालका प्रतियोगिताहरूलाई आयोजना गर्नसम्म हामीले चाहिँ एउटा फाइनेन्सियल स्टेबल सङ्घ बनाउनेछौँ। एउटा भनाइ छ हेर्नुहोस्, जो डर गया वो मर गया। हामीसँग भलिबल सङ्घको खातामा यदि धेरै पैसा हुने हो, पैसाको खालाखाल हुने अवस्था हुने हो भनेदेखि मलाई लाग्छ या चाहिँ भलिबल सङ्घ भनेको फाइनेन्सियली चाहिँ दह्रो सङ्घ हो भनेर जसको पनि इन्ट्रेस्ट बढ्न सक्थ्यो होला। तर भलिबल सङ्घ हामी यस्तो सङ्घ बनाउन चाहन्छौँ कि बनाएका पनि छौँ कि कार्यक्रम गर्दै गर्दै जाँदाखेरि च्यालेन्जहरूसँग कन्ट्रोल गर्दै जाँदाखेरि एक दिन यो सङ्घमा पनि फाइनेन्सियली एउटा स्टेबल सङ्घ हुनेछ। त्यो कसरी हुनेछ भनेदेखिमा यस्तै खालका प्रतियोगिताहरूलाई आयोजना गर्नसम्म हामीले चाहिँ एउटा फाइनेन्सियल स्टेबल सङ्घ बनाउनेछौँ। र यदि यो कार्यक्रमहरूलाई हामीले इग्नोर गर्दै गयौँ भनेदेखिमा सङ्घको कुनै पनि नियमित इन्कम अन्तर्राष्ट्रिय चाहिँ तपाईँको चाहिँ यो सब्सिडी आउने र राज्यबाट पनि 5-10 करोडको चाहिँ सब्सिडी आउने अवस्था भएको भए मलाई लाग्छ सबै कुराहरू भइ नै सक्थ्यो होला। तर हाम्रो कार्य समितिको साथीहरू, हाम्रो सम्पूर्ण स्टेक होल्डर्सहरूले जुन यो मेहनत गरिराख्नु भएको छ, जुन उहाँहरूले कन्ट्रिब्युट गरिराख्नु भएको छ र भलिबलको टुर्नामेन्ट हुनुपर्छ भनेर जुन उहाँहरूको पनि यसमा चाहिँ सङ्घको भन्दा बढी लगानी इन्ट्रेस्टसम्म उहाँहरूलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। किन भनेदेखिमा मलाई चाहिँ हेल्प नेपाल स्पोर्ट्स क्लबको चाहिँ जङ्गु भाइले फोन गरिराख्नुहुन्छ, यो गेम त गराउनै पर्छ सर, किन भनेदेखि यदि गेम गराएन भनेदेखि त हाम्रो पनि इन्ट्रेस्ट घट्दै जान्छ, बरु हामी पनि लगानी खोज्छौँ, हामी पनि सहयोग गर्छौँ, गेम चाहिँ गराउनुपर्छ भन्दाखेरि उहाँले मलाई बारम्बार फोन गर्नुभयो भने दिस इज इन्करेजिङ। र यस्तै खालको सोच मलाई लाग्छ हाम्रो अन्य 13वटा टिमको भएको हुनाले यो प्रतियोगिता चाहिँ सम्भव हुन गइरहेको छ। अब सबै कुराहरू अघि मैले भनिसकेँ। अनि यो हाम्रो चाहिँ गण्डकी प्रदेश भलिबल सङ्घबाट एउटा पत्र पनि आएको थियो, के अरे खेलकुद परिषदबाट यो टुर्नामेन्ट यहाँ हुँदैछ, गण्डकी प्रदेश भलिबल के अरे खेलकुद परिषदको नाममा पत्र सम्बोधन भएको छ, यसको चाहिँ रिसोर्सेसहरू के हो, सरकारले कति पैसा दिँदैछ, अनि यसको चाहिँ आय स्रोत के हो होइन, ड्रेस कसले दिने हो भन्ने खालको एउटा पत्र आएको थियो हाम्रो सङ्घमा। र म तपाईँहरूकै मिडिया मार्फत के भन्न चाहन्छु भनेदेखिमा गण्डकी प्रदेशको भलिबल टिम पनि एउटा क्वालिफाइड टिम हो र गण्डकी प्रदेश भलिबल सङ्घले खेलकुद परिषद गण्डकी खेलकुद परिषदसँग सहयोग माग्ने र हामी केन्द्रको सङ्घ भएको हुनाले हामीले परिषदसँग सहयोग गर्छौँ। हाम्रो सङ्घीय सङ्घ परिषदले नेपाल भलिबल सङ्घलाई यो टुर्नामेन्ट अन्तर्गत 40 लाख रुपियाँ छुट्याएको छ। सङ्घले त्यसैले गर्दा अर्को 50 लाख रुपियाँ खोजेर हामीले प्रतियोगिता आयोजना गर्ने र त्यहाँको टिमलाई तयार गर्नुको लागि ड्रेसदेखि लिएर डाइटदेखि लिएर अन्य लोजिस्टिक्स सबैको लागि प्रदेश खेलकुद परिषदले त्यहाँको सङ्घलाई सहयोग गर्ने हो, अनि मात्र यो कुरा सहयोग हुन्छ। र सबै कुराहरू चाहिँ केन्द्रबाट चाहिँ सहयोग आउँछ, केन्द्रले गरिदिन्छ भन्ने खालको सहयोग सोच राखेको खण्डमा हिजोको भलिबल जहाँ थियो त्यही हुन्थ्यो होला। तर हामी के गर्न चाहन्छौँ भनेदेखिमा सबैसँग हातेमालो गर्न चाहन्छौँ, सबैसँग मिलेर काम लिन चाहन्छौँ र हामी होइन कि हामी सबैको एफर्टले गर्दाखेरि यो काम भइरहेछ भन्ने हिसाबले गर्दाखेरि यो सङ्घ बढिरहेछ। त्यही कारणले गर्दाखेरि म यो आजकै प्रेस मिटमा यो जुन नेपाल भलिबल सङ्घलाई पत्र आएको छ यो कुरालाई पनि मैले स्पष्ट गर्न चाहेको। किनभनेदेखिमा हामीलाई पनि परिषदबाट पत्र आएको थियो, एउटा इमेल आएको छ, यस्तो पत्र आएको छ, तपाईँहरूले उहाँहरूसँग कुनै कुरा मिलाउनु पर्ने हामीले छैन। यदि राज्यले चाहिँ हामीलाई 2-4 करोड यो टुर्नामेन्टलाई यति बजेट दिएको भए त्यो कुरा ठिकै हो। हामी त यो टुर्नामेन्टलाई प्रोफेसनल लिग बनाएर अधिकभन्दा अधिक ठुलोभन्दा ठुलो धनराशिको पुरस्कार राखेर यसको चाहिँ एरियालाई चाहिँ बढाउँदै लिएर जाने उद्देश्य हो हाम्रो। यसको लागि चाहिँ क्लबले पनि लगानी गरौँ, क्लबले पनि यो प्रतियोगिताबाट चाहिँ स्पोन्सर खोजौँ, क्लब पनि यो प्रतियोगिता खेलेर चाहिँ धनी बनोस्। त्यो कसरी भन्दाखेरि क्लबले पनि प्रायोजक खोजोस् भन्ने हाम्रो चाहिँ स्पष्ट धारणा हो र प्रदेशले पनि त्यही गरोस्। सुदूरपश्चिमाञ्चल प्रदेश पनि यसमा क्वालिफाई भएको छ। हाम्रो चाहिँ बटालाजीले हिजो आज मात्रै पत्र पठाउनु भयो, उहाँ चाहिँ त्यो प्रदेशको कोच भएको हुनाले र उहाँले चाहिँ त्यो प्रदेशसँग सहकार्य गरेर प्रदेशको चिठी आएको छ भनेदेखि दे आर टेकिङ द सपोर्ट अफ द प्रदेश। एट द सेम टाइम भलिबलसँग पनि उहाँहरूलाई चाहिँ सब्सिडी दिइरहेको छ भनेदेखि खेल्नु सजिलो भयो। अब भलिबल सङ्घले मात्रै सबै कुरालाई टेक केयर गर्ने हो, सरकार र परिषदको मात्रै मुख ताकेर बस्यो भने यो केही पनि हुँदैन। सो वी हेभ टु हेल्प इच अदर भन्ने कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु। र यो
टुर्नामेन्टकै यो क्लब लिगकै टुर्नामेन्टको क्वालिफिकेसन गेमबाट नेपालले चाहिँ डिसेम्बरमा गेम गर्दैछ। यदि यो गेम गराएन भनेदेखिमा छनौटको प्रक्रिया पनि उहाँले सोध्नु भएको थियो। एउटा कुरा म तपाईँलाई भन्दैछु, यहाँबाट छनौट गरेर काबामा गेम खेल्छ। यहाँ अहिले कसरी छनौट भयो भनेदेखि तपाईँलाई थाहा छ यो वर्ष हामीले चाहिँ नवौँ एनबी क्लब च्याम्पियनसिप आयोजना गर्नु पर्थ्यो। अहिले देशको एडभर्स इकोनोमिक कन्डिसन भएको हुनाले राष्ट्रिय वाणिज्य ब्याङ्कले पनि स्पोन्सर गर्न नसक्ने अवस्था र नेपाल भलिबल संघ पनि एकदम बिजी स्केड्युल थ्रु आउट द इयर हाम्रो यत्रो कार्यक्रमहरू भयो। र एट द सेम टाइम 10th नेसनल गेम्स मक्सिरमा हुन्छ, त्यसको तयारीतिर लाग्यो हामी होइन। मफसरका प्रतियोगिता पनि साइड बाई साइड भइरहेछन्, फेरि फागुनमा हुन्छ, फेरि जेठमा हुन्छ भन्दाखेरि अब जिल्लादेखि लिएर प्रदेशदेखि लिएर केन्द्रसम्मको छनौट हुन्छ र केन्द्रीय प्रतियोगिता हुन्छ भन्दाखेरि हामीले चाहिँ लिग त्यो चाहिँ क्वालिफिकेसन गेम गर्न सकेनौँ। तर पनि यो शीर्षकमा परिषदले नेपाल सरकारले बजेट छुट्याइदियो हुनाले एनी स्पोर्ट्स वेयरिङ हाउस यो पोखरामा गेम हुँदैछ भनेपछि उहाँले पनि आफ्नो कम्पनीको ब्रान्डिङ होस् भनेर हिजो मात्रै चाहिँ हामीलाई चाहिँ खबर आयो कि उहाँले रेफ्रीहरूमा को चाहिँ यो पोसाक हो, आयोजकलाई चाहिने पोसाक हो जुन हामीले सङ्घले चाहिँ किनेरै मेन्टेन गर्नु पर्थ्यो। त्यसको साथसाथै ट्रफी फर्स्ट सेकेन्ड थर्ड ट्रफी दुइटै विधार्थीहरू महिला र पुरुषतर्फ त्यो उहाँले प्रायोजन गर्नुभएको छ भनेदेखि 2.5-3 लाखको चाहिँ त्यो ट्रफीहरू किनिदिनु भने त प्रायोजनै हो नि त। त्यो कुराहरू भयो। त्यसै प्रकारले चाहिँ भर्खरै हाम्रो महालक्ष्मी के अरे रोशन सरले भन्नुभयो उहाँको चाहिँ कृष्णलक्ष्मी श्रेष्ठ बुवा स्मृति प्रतिष्ठान छ जुन चाहिँ उहाँको बुवाको नाममा उहाँले भन्नुभयो म चाहिँ बेस्ट कोच म्यान र वुमेनहरूको विधागत स्पोन्सर गर्न चाहन्छु मेरो चाहिँ प्रतिष्ठानबाट बुवाको नामको प्रतिष्ठानबाट हुने भर्खरै यो सहयोग आएको छ। त्यसै प्रकारले एउटा साई कन्स्ट्रक्सन उहाँलाई चाहिँ हामीले चाहिँ तपाईँको कन्स्ट्रक्सन एउटा कम्पनीको पनि जाओस् न त कुनै सुविधा भनेदेखिमा म चाहिँ मेन्सको बेस्ट विधागत रूपमा पुरस्कार वितरण के अरे स्पोन्सर गरिदिन्छु भनेर भन्नुभएको छ। र हामीले थुप्रै ठाउँमा एप्रोच पनि गरेका छौँ, जस्तै कि हाम्रो चाहिँ शिवम सिमेन्ट भयो, अनि राष्ट्रिय वाणिज्य ब्याङ्क भयो, अनि माछापुछ्रे ब्याङ्क लिमिटेड लगायत तपाईँको चाहिँ यो पूर्व चाहिँ एनआइएमका अध्यक्ष र उहाँ चाहिँ नेपालको उद्योगपति हुनुहुन्छ मेरी सिटी हस्पिटलका अध्यक्ष उपेन्द्र महतोजी उहाँले पनि म सहयोग गर्छु भन्नुभएको छ। र यो सबै कुरालाई हामीले क्यालकुलेसन गर्दाखेरि मलाई लाग्छ हाम्रो खर्च मेन्टेन हुन्छ जस्तो मलाई लाग्छ। तर टिकटबाट अलिकति हामीलाई सहयोग आउनुपर्छ। अनि सरी ब्रोडकास्टिङबाट पनि हामीलाई सहयोग आएको छ। हामीले जुन हाम्रो ब्रोडकास्टिङ मिडिया पार्टनर हुन्छ हाम्रो खेलकुदहरूको, अनि उहाँले चाहिँ तपाईँको चाहिँ सम्पूर्ण खर्च आफ्नो जातीय आते बसोबास सबै खर्च गरेर एउटा सेटिस्फाइड अमाउन्ट जुन चाहिँ म यहाँ अहिले रिभिल गरौँ उहाँ त्यहाँबाट पनि हामीलाई सहयोग आएको छ। र यसको साथसाथै नेपाल भलिबल सङ्घलाई अहिले परिसरले दिनुपर्ने विगत 1 वर्षदेखि हामीले एटलिस्ट पाउनुपर्ने लास्ट इयर चाहिँ 13,72,000 हो। यो वर्ष पनि हामीले मालदिप्समा टिम पठायौँ, श्रीलङ्का पनि टिम पठायौँ र त्यो पैसा आउनु बाँकी छ। यद्यपि त्यसबाट चाहिँ तिर्नुपर्ने पैसा पनि बाँकी छ। र त्यो सब्सिडीबाट पनि हामीले 5-6 लाख रुपियाँ बच्यौँ खण्डमा, त्यहाँबाट पनि हामीले यो खर्चलाई मेकअप गर्छौँ। सङ्घको एउटा इकोनोमिक स्ट्याटिक्स प्लानिङ के छ भने हामी कुनै प्रतियोगिता आयोजना गरिसकेपछि त्यहाँबाट 2-4 लाख रुपियाँ बचाएर अर्को टुर्नामेन्टमा खर्च गर्ने, त्यहाँबाट फेरि बचाएर अर्को टुर्नामेन्ट खर्च गर्ने जुन हाम्रो एउटा ट्रेन्ड छ सङ्घको सबै साथीहरूको, यो चाहिँ कुराहरूले गर्दाखेरि हामी यसलाई चाहिँ मेकअप गर्छौँ जस्तो मलाई लाग्छ। त्यसको साथसाथै हाम्रो निलमजीले हिजो मात्रै 2जना हाम्रो चाहिँ प्रायोजक खोज्नु भएको छ। उहाँहरूले 50,000 रुपियाँ चाहिँ सहयोग गरिराख्नु भएको छ र मलाई लाग्छ यो सहयोग बढ्दै जान्छ। अहिले पनि टुर्नामेन्ट सुरु हुनु करिब 14-15 दिन बाँकी छ र मलाई लाग्छ यो ग्यापमा करिब नेपाल भलिबल सङ्घले हामी चाहिँ 20-25 लाख रुपियाँको अझै स्पोन्सरसिप ल्याउँछौँ र यो टुर्नामेन्ट चाहिँ कुनै पनि हालतमा गर्छौँ भन्ने हिसाबले हामी अगाडि बढिरहेको छौँ।